Right and flankबाट रामबहादुर राणा मगर. You can check us. And प्यानमा छन् त्यहाँ मनिष सिंह, तर मनिष सिंहको बललाई लुज गर्दै बल अगाडि बढाएका छन् गोविन्द विक. देखिएका छन् सहर युथ क्लबबाट पनि. किरण सिंह महरा गोल नेपाल.com लाई हामीलाई हेर्दै हुनुहुन्छ विष्णु खत्री, सौगात धामी, सारवी आपसीको बरोबरीमा आज यो खेल पनि त्यही अनुरूप यो रिरिज पनि गरि नै रहेका छन्. बल भेटाउने क्रममा टिमलाई कम्पोज गर्दै आफ्नो टिम मैदानमा उतारिसक्नु भएको छ. अबको यो क्रस पक्षमा क्रस गर्दैका छन् त्यहाँ दुई खेलाडीहरू. अझ पनि यो कट ब्याक र यो प्रहार. What a finishing! Long range प्रहार सिधै फर्स्ट बारमा रिप्लेमा हेर्नु होला. उत्कृष्ट गोल. त्यहाँ कम्बिनेसन राइट एन्ड फ्ल्याङ्कबाट बक्समा क्रस गर्दैका थिए र त्यो पाससँगै उत्कृष्ट गोल. जर्सीमा 2 गोविन्द विकको उत्कृष्ट फिनिसिङ आफ्नो टिमका लागि र यो गोलसँगै एक गोलको अग्रता बनाइसकेका छन् लम्की फुटसल एन्ड ट्रेनिङ एकाडेमी. त्यही एडभान्टेज गोलमा दोस्रो हाफको सुरुवात समयमा नै अब नि सहारा खेलमा फर्किन चाहन्छन्. यो फ्री किक लिनेछन् गोविन्द विक. उनी लङ रेन्ज सुटर पनि हुन् र नेपाली फुटबलमा हामी कोही पराई छैनौँ, सबैले बुझ्न सकिने र सब प्लेयर अफ द नेपाल पुलिस क्लब कपिल ढकालको आफ्नै टिम र आफ्नै प्रशिक्षणमा रहेका प्लेयरहरू यसपटक पनि रन बनाउन सफल भएका थिए, तर अफसाइड पोजिसनमा हेमन्त शाही. तपाईँको सिटसम्म यो हाम्रो अडियो भिडियो क्वालिटी कस्तो आइरहेको छ कमेन्ट गर्न नभुल्नुहोला. बिके लामा तामाङ पनि हामीसँग, सुनिल रक्स भने, शिशिर केरो निकै घम्साघम्सी खेल भइरहेको छ भन्नुहुन्छ पक्कै पनि. दिपु विक्रम ठकुरी बम्की लेख्नुहुन्छ. आकाश भगवती सहरा क्लब जर्सी नम्बर 5 भीम पोहरा लम्कीले जित्छ लेख्नुहुन्छ. प्रेम छेत्री म चाहिँ छुट्या बजारबाट लेख्नुहुन्छ. हाम्रो वान एन्ड प्रोफेसनल कमेन्टर श्री शिवराज अधिकारीज्यू पनि जोडिनु भएको छ. उहाँ नेपाली फुटबल र गोल नेपाल.com को कमेन्टेटर हुनुहुन्छ. हाम्रो सहकर्मी, उहाँलाई पनि सम्झिन चाहन्छौँ यहाँबाट. पक्कजुङ शिखर नेपालबाट नवीन चन्द स्वागत छ. शिवराज अधिकारीज्यूलाई लेख्नुहुन्छ. पक्कै पनि उहाँ धेरै राम्रो कमेन्टेटर हुनुहुन्छ गोल नेपाल.com को. आज हाम्रो टिमले पनि सम्झिन चाहन्छौँ उहाँलाई. अन्जु साम्बा तामाङ पनि जोडिनु भएको छ. पक्कै पनि अन्तिमसँग बस्नु होला, तपाईँले भेटाउनु हुनेछ. रोशन बोहरा र हामी गोल नेपाल.com यो पनि आग्रह गर्न चाहन्छौँ तपाईँले राम्रो राम्रो कमेन्ट गर्नु होला. हामी तपाईँले कमेन्ट लिनेछौँ र तपाईँहरूसँगै रमाउँदै यो इलेक्ट्रिफाइङ बनाउनेछौँ र यो इन्टिङ फुटबल हामी रमाउनेछौँ. र तपाईँहरूको कमेन्ट तपाईँहरूको आफ्नो नजिकको खेलाडी, आफ्नो यही यङ जेनेरेसनले कमिङ अप प्लेयरहरूले हेर्नेछन्. परे उहाँहरूले हेर्नुहुन्छ उहाँहरूको खेलमा बलमा छन्. यसपटक खेम राम्रो पास हो. मनिषको लिफ्टेड पासमा बल भेटाउँदैछन् रुनी. मनिष फेरि पनि उनी आफ्नो रन बढाएका छन्, तर बल लुज गर्दैका छन् रोशन चौधरीको. यसपटक पनि लुज गर्न पुगे. राम्रो अवसर थियो हो. यसपटकको अवसरलाई चुक्न पुगे. मणि तामाङ पनि म पनि हेर्दैछु झापाबाट लेख्नुहुन्छ. मिलन सागर बचेला
Jake aggressive. The goalkeeper को ball. Navin Chan padlock. SYC लेख्नुहुन्छ रोशन बोरा पनि जोडिनु भएको छ अन्जुट माम्बा तामाङ पनि गोकुल सिंह ठकुरी र भर्खरै जोडिनु भएको छ भने हामी गोल नेपाल.com सुदूरपश्चिम प्रदेशमा अवस्थित कैलाली जिल्लाको बुढागोडी नगरपालिका वार्ड नम्बर 1 सुखद मैदानबाट जोडिरहेका छौं। हाम्रो गोल लागु औषध विरुद्धको गोल भन्ने मूल नाराका साथ आयोजना गरिएको यो प्रतियोगिता जिल्ला स्तरीय अन्डर 20 फुटबल टुर्नामेन्ट 2081 को पहिलो क्वार्टर फाइनल खेल लम्की एडभान्टेज गोलमा छन्। तर अझै पनि समय छ खेलमा फर्किनका लागि। सारा क्लबले केही आफ्नो फ्रन्ट लाइनलाई सुधार्ने हो भने पक्कै पनि निस्किने छ गोल। 10 मिनेट दहाल म सिक्किमबाट भन्नुहुन्छ गोविन्द शर्मा पनि हामीसँग मणि तामाङ दामी सो लाइभ लेख्नुहुन्छ प्रकाश जङ ठकुरी पनि जोडिनु भएको छ र आज बेलुका ठिक 6 बजे एनएसएल तेस्रो सिजन नेपाल सुपर लिगमा बिग नेसन पोखराबाट आउँदैछन् मार्की प्लेयरमा यङ मार्की प्लेयर सबै तामाङ र अहिलेसम्मको टप गोलरको रूपमा रहेका नेसनल टिमका अन्जान पिष्ट आफ्नो टिम लिएर चितवन एफसी लिएर आउनेछन्। पहिलो यो गोलकिपरको बल रहनेछ। लम्के फुटसल एन्ड ट्रेनिङ सेन्टर भने फाइनलको स्थान नजिक पुग्न सकिरहेका छन् तर कमब्याक गर्न चाहन्छन् यहाँ सारा क्लब पनि। तर फ्रन्ट लाइनमा केही गल्तीहरू गरिरहेका छन्। यो सुधार्ने हो भने लम्कीको लागि यो बल क्लियरेन्स मनिस तर इन्टिन फुटबल अन द बल त्यहाँ फुटवर्कमा केही ल्याग लम्की कटब्याक केही बिल्डअपमा लागेका छन्। यो पास तर इजी पास भन्ने हुन सकेन। वन मोर टाइम लेफ्ट ह्यान्ड फ्ल्याङ्कबाट यो फल जितेका छन् यसपटक भने गोविन्द विक त्यही समस्यामा यो पहिलो कार्ड हुन सक्छ र कार्ड पाएका छन् फेसबुक खगेन्द्र बोहरा केही संयमित हुनुपर्ने हुन्छ। पुलिस नेपाल गोल नेपाल.com जहाँ नेपालीले गोल गर्नेछ त्यहाँ गोल नेपाल.com पुग्नेछौँ। आज सुदूरपश्चिम प्रोभिन्स कैलालीबाट जोडिरहेका छौँ। सुखद खेलकुद मैदान महेन्द्र हाइवेसँग जोडिएको र घोडागोडी तालसँग जोडिएको खेलकुद मैदान। घोडागोडीलाई हामी धेरै रूपमा चिन्ने गर्छौँ। जलसाय वा जलको नेपाल विश्व जल सम्पदामा सूचीकृत स्थानमा रहेका छौँ। पर्यटकीय क्षेत्र र फुटबलमा पनि विकास गर्न लागिरहनु भएको छ। वार्ड अध्यक्ष श्री घनश्याम ओझाज्यू र क्लबका अध्यक्ष श्री ओम तामाङज्यूलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। नेपाली फुटबल आज टोल टोलमा हुँदैछ। विभिन्न एज ग्रुपका नेपाली फुटबलको ए डिभिजन बी डिभिजनहरू घटिरहेका छन्। धेरै समय पछाडि बी डिभिजन फर्केको छ भने ए डिभिजन अझै पनि टुङ्गो लागेको छैन। लगभग गोविन्द पिक लिनेछन् यो अर्को फ्री किक उनी लङ रेन्जर हुन्। फ्रीम्यान वाल सेटअप विवेक खडाएकबाट तपाईले कमेन्ट गर्न नहिचकिचाउनु होला। तपाईहरुको कमेन्टलाई लिनेछु। लङ रेन्ज